हाम्रो यस लोकसेवा सम्बन्धी विभिन्न जानकारीमूलक भिडियो बनाउँदै आएको एसजीके इन्फो च्यानललाई माया गरेर सब्स्क्राइब गरी सहयोग गरिदिनुहोला। धन्यवाद। हजुरको एक सब्स्क्राइबले हामीलाई अझै हौसला मिल्नेछ र अझै धेरै भिडियो बन्नेछ। प्रश्न नम्बर 1 मा नेपालमा हात्तीपाइले रोग विरुद्धको अभियान कहिलेदेखि सुरु भएको हो? यसको सही उत्तर हुन्छ सन् 2003 देखि। प्रश्न नम्बर 2 मा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र कहिलेदेखि सञ्चालनमा आएको हो? यसको सही उत्तर हुन्छ विक्रम सम्वत 2053 असार 26 गते। प्रश्न नम्बर 3 मा नेपालमा लागू औषधि नियन्त्रण ऐन कहिले आयो? यसको सही उत्तर हुन्छ विक्रम सम्वत 2033। प्रश्न नम्बर 4 मा मानव मुटुलाई फैलिने तथा खुम्चिने क्रियालाई सञ्चालन गर्न जडान गरिने यन्त्रलाई के भनिन्छ? यसको सही उत्तर हुन्छ पेसमेकर। प्रश्न नम्बर 5 मा नेपालमा हिप्पी संस्कृतिको आगमनसँगै लागू औषधि दुर्व्यसनीको सुरुवात कहिलेदेखि भयो? यसको सही उत्तर हुन्छ सन् 1960 को दशकको सुरुदेखि। प्रश्न नम्बर 6 मा दादुरा रोगलाई अरु कुन कुन नामले चिनिन्छ? यसको सही उत्तर हुन्छ शीतला र चेचक। प्रश्न नम्बर 7 मा मानिसको लिङ्ग निर्धारण गर्न मुख्य भूमिका केको हुन्छ? यसको सही उत्तर हुन्छ पुरुषको शुक्रकीट। प्रश्न नम्बर 8 मा अक्सिजनको आविष्कार गर्ने वैज्ञानिक को हुन्? यसको सही उत्तर हुन्छ जे प्रिस्टले। प्रश्न नम्बर 9 मा मस्तिष्क ज्वरो अर्थात् इन्सेफ्लाइटिस कुन जातको लामखुट्टेको टोकाइबाट सर्छ? यसको सही उत्तर हुन्छ क्युलेक्स। प्रश्न नम्बर 10 मा मानव शरीरको सबैभन्दा लामो हाड तिघ्रामा हुन्छ भने सबैभन्दा सानो हाड कहाँ हुन्छ? यसको सही उत्तर हुन्छ कानमा। हाम्रो भिडियो पुरा हेरेर साथ दिनुभएकोमा सम्पूर्णलाई धन्यवाद।